गुड मर्निङ, नमस्ते। म सुरज खड्का। अरनीको यातायातले अब तपाईहरूले अग्रिम टिकट काट्दा कतै तपाईहरू नजिक जान पर्ने तर टाढाको रुटको टिकट काट्न लगाएको छ भने अब त्यो पैसाहरू फिर्ता हुनेछ है। हिजो मलाई वरिष्ठ उपाध्यक्ष विकास काजी श्रेष्ठज्यूले फोन गर्नुभएको थियो अरनीको, र उहाँले चाहिँ त्यो मैले जुन एउटा टिकट सहितको भिडियो हालेको थिएँ र त्यो पनि फिर्ता गर्ने र अरू पनि टिकट लिएर हामी यहाँ जानुपर्ने थियो, यहाँको टिकट काटियो भनेर त्यो टिकट लिएर जानुभयो भने उहाँले फिर्ता गर्ने बाचा गर्नुभएको छ। अब तपाईहरूले जस्तो मानौ ठुलोपाखर जाँदै हुनुहुन्छ, चरीकोटको टिकट काट्न लगाइएको छ र चरीकोटको टिकट काटिएको छ भने त्यो कुरा अब फिर्ता गर्छु भन्नुभएको छ, फिर्ता हुनेछ है। तपाईहरू घर जाने बेला काउन्टरमा गएर बगैता हामी यहाँ जान पर्ने थियो भनेर त्यहाँ टिकटमा नाम चेन्ज गर्न लगाएर गर्न सक्नुहुनेछ। उहाँले माफी माग्दै भन्नुभएको छ यो कुरा गलत हो, यो गर्न हुँदैन, हाम्रो समितिबाट निर्णय भएको कुरा होइन, यो यस्तो हुँदैन अबदेखि, यो अब स्टाफहरूले आफै गलती गरेछन् भनेर उहाँले चाहिँ भन्नुभएको छ है। उहाँले बगैता माफी मागेर अबदेखि त्यस्तो हुँदैन भन्नुभएको छ। विकास काजी श्रेष्ठ हुनुहुँदो रहेछ वरिष्ठ उपाध्यक्ष है, उहाँले भन्नुभएको छ। र तपाईहरूले त्यसरी अब पनि टिकट काट्दाखेरि तपाईहरूलाई फेरि नजिक पुग्न पर्ने मान्छेलाई टाढाको टिकट काट्न लगाइन्छ भने तपाईहरूले तुरुन्त प्रहरी अथवा त्यहाँ समिति उहाँहरूले पनि सुन्नु भएन भने मलाई फोन गर्नुहोस् है। मलाई फोन गर्नुहोस्, म खबरदारी गर्नेछु, उहाँहरूको कानसम्म पुर्याइदिनेछु, उहाँहरूलाई फेरि रिक्वेस्ट गर्नेछु यस्तो भएछ भनेर। अनि अर्को कुरा, हिजो मैले त्यो ठोकरपाको एउटा केस हालेको थिएँ, त्यो ठोकरपाको पनि पछि फोन गरेर उहाँलाई सुशीला कार्कीलाई चाहिँ गाडीको जो चालक हुनुहुन्छ उहाँले माफी माग्नु भएको छ अरे। माफी मागेर अब त्यस्तो हुँदैन, मैले मेरो स्टाफले गलती गरेछ, मैले निकालिदिइसकेँ उसलाई, माफी माग्छु म तपाईसँग, त्यस्तो गलत भएछ तपाईसँग, एकजना महिलासँग त्यस्तो गर्न नहुने भनेर उहाँले पनि माफी माग्नु भएको छ अरे। धन्यवाद। तपाईहरू जस्तै चालकहरू अथवा सहचालकहरू सबैजना त्यसै गरी अबदेखि सभ्य भएर कुराकानी गरिदिनु होला, सभ्य भएर भाडा लिइदिनु होला, तोकेको भन्दा बढी थर्काउने, दुर्व्यवहार गर्ने र भाडा बढी लिने काम नगरिदिनु होला है, नगरिदिनु होला। तपाईहरूलाई तोकेको भाडामा जाँदा पनि फाइदा हुन्छ, त्यसरी त्यो बढी भाडा लिने, अझ मान्छे नै नभएको भाडा लिँदा त त्यो त एकदमै सोच्न नसक्ने ज्यादती भयो। त्यसकारण तपाईहरू चाहिँ अब अग्रिम टिकट काट्नु भएकोहरू पनि टाढाको टिकट, नजिक पुग्न पनि तर टाढाको टिकट काट्न लगाइएको छ भने यो कुरा पहिल्यैदेखि भएको थियो भन्ने पनि सुन्नमा आएको छ। यो कुरा पहिल्यैदेखि भएको थियो, मलाई पनि थाहा छ। हामी पनि ठुलोपाखर जाँदाखेरि हामीलाई पनि मुडेको चरीकोटको टिकट काट्न लगाइन्थ्यो, यो कुरा मलाई पनि थाहा छ। अबदेखि त्यस्तो नहोस् है। म अरनीको समितिलाई पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। केदार दाई हुनुहुन्छ, अर्को एकजना सचिव हुनुहुन्छ, थापा सर हुनुहुन्छ, अनि अहिले विकास काजी श्रेष्ठ दाई हुनुहुन्छ। तपाईहरूले यो कुराको एकदमै निगरानी गरिदिनु होला। जनतालाई मारमा पार्ने काम यो दशैं तिहारको बेलामा, यो चाडबाडको बेलामा मारमा पार्ने काम नगरिदिनु होला। तपाईहरू जतिले पनि टिकट बढी पैसा तिरेर टिकट काट्नु भएको छ अथवा बढी पैसा तिरेर टिकट काट्न जाँदै हुनुहुन्छ भने तत्काल हामीलाई फोन गर्नु होला, सम्बन्धित निकायलाई फोन गर्नुहोस्। पहिला उहाँहरूले कुरा सुनिदिनु भएन भने हामीलाई तुरुन्तै त्यहाँबाट फोन गर्नु होला। तपाईहरूको गुनासो हामी राखिदिनेछौँ र हामी खबरदारी, जोरदार रूपमा खबरदारी गर्नेछौँ। कसैलाई पनि यो गलत गर्ने छुट छैन। उहाँहरूले यो गलत हो भनेर स्वीकारेर उहाँहरूले फिर्ता गर्ने बाचा गरिसक्नु भएको छ। तपाईहरूको पैसा त्यहाँ गएर तपाईहरूले माग्न पर्छ है, फेरि नमागिकन चाहिँ हुँदैन नि, फेरि घरमै ल्याइदिने होइन। त्यहाँ गएर यस्तो भएको हो भनेर पैसा फिर्ता लिनु होला। यदि त्यो पैसा फिर्ता दिएन भने हामीलाई फेरि भन्नु होला, हामी जोरदार रूपमा खबरदारी गर्नेछौँ है। उहाँले विकास काजी श्रेष्ठ दाइले बगैता मसँग फोन गरेर लगभग 7-8 मिनट कुरा गरेर माफी मागेर चाहिँ अब यो गलत हुँदैन, यस्तो गर्नु गलत हो, समितिबाट निर्णय भएको छैन भनेर अब फिर्ता गर्ने बाचा गरिसक्नु भएको छ। त्यहाँ उता त्रिपुरा सुन्दरीको त जनप्रतिनिधिसँगै कुराकानी भएर सरसल्लाह भइसकेको छ। अब त्यो नगर्ने, त्यो फिर्ता गरिदिने, अबदेखि त्यस्तो हुँदैन भनेर माफी माग्नु भएको कुरा पनि आइसकेको छ। त्यही भएर तपाईहरूलाई पनि त्यसरी बढी पैसा लिएको छ कतै, अब फेरि बढी पैसा लिँदैछन् भने, त्यहाँ टिकट काट्ने ठाउँमा लिँदैछन् भने
तत्काल हामीलाई सम्झिनु होला। हामी तपाईहरूको गुनासोलाई जोरदार रूपमा उठाउनेछौं भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु र मेरो नम्बर त्यहाँ तल लेखिएको छ। त्यो लेखिएको नम्बरमा फोन गरेर आफ्नो गुनासोहरू राख्न सक्नुहुनेछ। अरनिको, रोलवालिङ, जुगल, सैलुङेश्वरी, गौरी शंकर अथवा जुनसुकै होस् तपाईहरूले गुनासो राख्न सक्नुहुनेछ। अथवा देशैभरि कतै हाम्रो यो काठमाडौँबाट जाँदाखेरि त्यस्तो भएको छ, टिकट काटेको ठाउँमा ज्यादाती भएको छ, तपाईहरू रिजर्भ गरेर जानुहुन्छ भने कति लिन्छन् के गर्छन् त्यो हामीलाई त्यो अब हेर्न पनि मिल्दैन हैन। रिजर्भमा तपाईहरू आफ्नो चाहिँ खुसीले सहमति भएर जाने कुरा। तर तपाईहरू चाहिँ टिकट काटेर बगैँचा काउन्टरबाट जाँदै हुनुहुन्छ भने त्यो भाडा भन्दा बढी लिँदैछन् भने त्यो ज्यादती हो र त्यो नगर्नु होला। र यदि त्यसो गर्न लगाइयो भने गुनासो हामीसँग राखिदिनु होला भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु। सम्पूर्णलाई विजया दशमी तथा शुभ दीपावली छठको शुभकामना र तपाईहरूसँग भएको जुनसुकै गलत कुरा भइरहेको छ, गलत कार्य भइरहेको छ भने हामीलाई गुनासो गर्नुहोस् र हामी जस्तो सुकै तपाईहरूको गुनासोलाई सुनिदिनेछौं र जस्ताको तस्तै यहाँ राखिदिनेछौं। पैसा लाग्दैन, निशुल्क रूपमा राखिदिनेछौं है। हामी पैसा लाग्दैन, हामीलाई तपाईहरूको सेवा नै धर्म हो भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।